लागेन? गृह मन्त्रालय मेरो मार्फत चल्छ भन्ने प्रधानमन्त्री, प्रहरी मेरो मार्फत चल्छ भन्ने गृहमन्त्री, लाज लागेन? लजाउनुस्, लाज लाग्छ, लाग्नु पर्छ। होइन भने लाज तपाईहरुलाई देखेर लगाउँछ। तिम्रो घरको भात पकाउन प्रहरीमा भर्ती भएका होइनन् जवानहरू। देशको सेवा गर्न हो, सीमामा सेवा गर्न हो, तस्करहरू रोक्न हो। आज तस्करी हुँदा पनि टुलु टुलु हेरेर बस्नुपर्ने अवस्था छ। नेपाल प्रहरीलाई किनबेच गर्न खोज्ने दलालहरू, ठाडो शिर पारेर हिँड्ने प्रहरीलाई कसैको गुलाम बनाउन खोज्ने दलालहरू, यति भने बापत मलाई हत्कडी लाउँछौ? लगाऊ, लगाऊ हत्कडी। नेपाल प्रहरीलाई हाकेको भन्नेहरू नेपाल प्रहरीलाई गुलाम बनाइरहेका छौ। यो देशको शानलाई गुलाम बनाइरहेका छौ। कसैलाई सौजन्यका नाममा, कसैलाई प्रहरीलाई भान्सेका नाममा। तिम्रो घरमा भान्से बसेका प्रहरी जनताका सेवक हुन्, तिम्रो घरको भान्से होइनन्। नेपाल सरकार गृह मन्त्रालय समृद्धिका कुरा गर्ने प्रधानमन्त्री